हेलो गाइज, यो चाहिँ मेरो चाहिँ 5वटा एउटा माउ अनि 2टा पाठा अनि 2टा खसी छ। देख्न सक्नुहुन्छ गाइज। अनि यो 2टा ठुलो खसीलाई चाहिँ यो अन्तिममा बिक्री गर्नु पर्ला भनेको गाइज। अनि यो माउ चाहिँ यो 3टा हुन्छ। 3टालाई चाहिँ यतातिरै यिनलाई चाहिँ पाठाहरूलाई चाहिँ राख्नु पर्ला। यिनीहरू चाहिँ खसीहरूलाई चाहिँ 2टालाई चाहिँ अन्तिममा बेच्नु पर्ला भनेको गाइज। देख्न सक्नुहुन्छ गाइज। गोठा लगाएको छु गाइज म, त्यही भएर गोठा चाहिँ भलक गराइदिइहालौँ भनेर आएको। अब घरतिर जाने टाइम पनि भयो, त्यही भएर अब यसो भलक गराएर राख्नु पर्यो भनेर गाइज। सिन पनि राम्रो देखाएको छ गाइज। यो चाहिँ देउडा कला हो गाइज। देख्न सक्नुहुन्छ यो पुरै देख्न सक्नुहुन्छ देउडा कला देख्न सक्नुहुन्छ गाइज। मकैबारी पनि छ गाइज। अनि यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। हैन साथीहरू गाइज, मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला।